अब मैले यसमा किनोवा बनाउन लाग्छु है। म किनोवा कसरी बनाउँछु भने पहिला अलिकति घिउ हाल्छु म किनोवाको लागि। अलिकति घिउ हाल्ने, धेरै नहाल्ने, अलिकति। यो घरमै बनाएको घिउ हो है, अलिकति मात्र। घिउ अलिकति घिउ हाल्यो भने यो जुन किनोवामा त्यो घाँसको गन्ध आउँछ नि त्यो चाहिँ हराउँछ क्या। त्यही भएर म चाहिँ अलिकति जहिले नै घिउ हाल्छु। घिउ तातिसकेपछि मैले अघि आधा घन्टा जति अगाडि भिजाइराखेको यो किनोवा त्यसैमा हालिदिन्छु म। एकछिन चलाउने। मैले किनोवा पकाउने बेलामा जति किनोवा हालेको छ त्यसको 3 गुणा बढी पानी हाल्छु, किनभने मलाई अलिक गिलो गिलो मनपर्ने भएकोले। अनि अल्सो हामीले खाँदाखेरि पानीको मात्रा पनि धेरै खाएको हुन्छ, अलिअलि खाए पनि पेट फुलेको भरेको महसुस हुन्छ। अब त्यसमा मैले 3 गुणा बढी पानी हालेँ। 1 2 3 मैले जति किनोवा हालेको छ यो चाहिँ मैले 2 कप किनोवा पकाएको है, 2 कप। यो मेरो 2-3 दिनको लागि हो। अमेरिकामा बासी खाइन्छ। यसलाई उम्लिन दिनु बिस्तारै। ओके, रेडी भएपछि म देखाउँछु है फेरि। अब किनोवा इज रेडी। लेट्स मिठो यम्मी। मलाई यस्तो गिलो मनपर्ने भएकोले चाहिँ मैले गिलो गिलो बनाएको छ है। तपाईँहरूलाई चाहिँ कसरी मनपर्छ त्यसरी त्यही अनुसार पानी हालेर बनाउनु होला। धन्यवाद।